स्वागत छ तपाईलाई मेरो युट्युब च्यानल नेपाली फार्मेसी नलेजमा। यस भिडियोमा हामी जान्ने छौं क्लस्टर हेडेक भनेको के हो, यो के कारणले लाग्छ, क्लस्टर हेडेक हुँदाखेरि के लक्षणहरू देखा पर्छ र यसको उपचार के हुन् त। अब जानौ क्लस्टर हेडेक भनेको के हो त। क्लस्टर हेडेक एक पक्षीय टाउकोको दुखाइ हो जसमा आँखा र नाक भरिएको जस्तो महसुस हुन्छ। क्लस्टर हेडेकलाई अलार्म क्लक हेडेक नि भनिन्छ किनकि ओछ्यानमा गएको 1 वा 2 घण्टा पछि एक्कासी टाउको दुख्न थाल्छ र उठाउँछ। अलार्मको जस्तै काम गरेको हुनाले यसलाई अलार्म क्लक हेडेक पनि भनिएको हो। क्लस्टर हेडेकमा आँखाबाट आँसु आइरहने देख्न सकिन्छ र एकपट्टिको आँखा दुख्ने गर्दछ। क्लस्टर हेडेक लामो समयसम्म हुन सक्छ र यो दुखाइ 2 घण्टादेखि 3 घण्टासम्म मात्र रहन सक्छ। क्लस्टर हेडेकमा स्पेशल्ली एक साइडको आँखा वा आँखाको वरिपरिको कुनै भागमा दुखाइ हुन सक्छ। अब जानौ क्लस्टर हेडेक के कारणहरूले हुन्छ त। अहिलेसम्म क्लस्टर हेडेक एक्ज्याक्टली यही कारणले हुन्छ भन्ने पत्ता लागेको छैन। एब्नर्मल हाइपोथ्यालेमस ब्रेनमा हाइपोथ्यालेमस असामान्य हुँदा नि क्लस्टर हेडेक हुन सक्छ। ब्रेनमा हिस्टामिन रिलिज हुँदा नि क्लस्टर हेडेक हुन सक्छ। त्यसैगरी ब्रेनमा हाइपोथ्यालेमस असामान्य हुँदा नि क्लस्टर हेडेक हुन सक्छ। केही औषधिको सेवन गर्दा नि क्लस्टर हेडेक हुन सक्छ, जस्तै कि नाइट्रोग्लिसरिन ट्याब्लेट वा इन्जेक्सन। त्यसैगरी शरीरमा हार्मोन असन्तुलन पनि क्लस्टर हेडेकको कारण बन्न सक्छ। लामो समयदेखि निन्द्रा गडबड भएको खण्डमा नि क्लस्टर हेडेकको कारण बन्न सक्छ। धूम्रपान रक्सीले गर्दा नि यो समस्या हुन सक्छ। डिहाइड्रेसन लामो समयदेखि भइरहेको कारणले नि यो समस्या निम्त्याउन सक्छ। त्यसैगरी कोकिनको सेवन गर्नाले र शरीरलाई केही काम गर्नलाई ज्यादा बल लगाउँदा नि यो समस्या हुन सक्छ। अब जानौ क्लस्टर हेडेक हुँदा के कस्ता लक्षणहरू देख्न सकिन्छ त। एक छेउमा गहिरो दुखाइ, आँखामा आँसु आउनु वा आँखाको वरिपरि रातो हुनु, एकै छेउमा भिड भएको महसुस हुनु, छटपट हुनु अर्थात् एकै ठाउँमा आरामले बस्न नसक्नु। अब जानौ माथिको लक्षणहरू कति समयमा देख्न सकिन्छ त। 25 मिनेटदेखि 3 घण्टासम्म माथिको लक्षण देख्न सकिन्छ। त्यसपछि आफै आराम हुन्छ। दिनमा धेरै पटकसम्म यो दुखाइ रिपिट हुन सक्छ अर्थात् दोहोरिन सक्छ। क्लस्टर हेडेकको आक्रमणको चक्र हप्तादेखि महिनासम्म रहन सक्छ र मौसमी रूपमा दोहोरिन सक्छ। क्लस्टर हेडेकको कुनै पनि स्पेसिफिक ट्रिटमेन्ट हुँदैन, तर यसलाई लक्षणहरूको आधारमा केही औषधि दिन सकिन्छ। क्लस्टर हेडेकलाई प्रिभेन्ट गर्नका लागि एबर्टिभ थेरापी दिनुपर्छ। यो थेरापीमा सुमाट्रिप्टेन इन्जेक्सन दिन सकिन्छ दुखाइ कम गराउनका लागि। त्यसैगरी 100% प्योर अक्सिजन पेसेन्टलाई 20 मिनेटसम्म एडमिनिस्टर गर्नुपर्छ। त्यसैगरी पेसेन्टको अवस्था हेरेर इर्गोटामाइन र नसल लिडोकेन इन्जेक्सन दिन सकिन्छ। यदि माथिको ट्रिटमेन्टले पेसेन्टलाई आराम भएन भने सर्जरी गर्नुपर्छ।